गाइस सबजना स्वागत छ फेरि मेरो मेन ब्लगमा हैन। अब सस्तो भन्दै हैन टक्क जाँदैछु म पनि मिनी ब्लग सुरु गर्दै। अब मिनी ब्लगमा टक्क लाएर हामी चाहिँ रम्बलतिर घुम्दैछु सोनापुरको। यस्तो छ सोनापुरको रम्बल हैन गाइस। यस्तो भर्खर सुरु गर्दैछु ब्लग बनाउन हैन। अब मेरो यो ब्लग युट्युब च्यानल एकदम बबाल झकास एडिट आउँछ। हामी घुमेको कसरी घुमेको के गरेको इन्जोय कसरी गरेको दुवै फक अफ लाइफलाई कसरी इन्जोय गरिरहेको छु। धेरै अब नेपाल जाँदा धेरै छैन, अब लगभग 10 महिना होला। त्यसपछि ड्याक्क नेपाल गइन्छ। त्यही हो, नेपाल गयो नि के गर्ने, यस्तै छ नि देशको गति। त्यो मान्छे चोर नेताहरूले रन्डीको बानाले एमाले रे माओवादी रे काङ्ग्रेस रे सब मान्छेहरू हो। के बोले भाइ? अब के बोले के छ थाहा? यो माछिक्ने एमाले माओवादीहरू माछिक्ने हो, पछि नला केटा हो। कैसा लगा मेरा मजाक? टक्क लाएर होइन जो माछिक्ने यो एमाले माओवादी भन्यो भने तिनीहरू गाँडा हान्नुपर्छ केटा हो, बुझिस्? हामी म चाहिँ जेन्जी हो, चिक्ने जेन्जी बुझ्यो नि? जेन्जी हो क्या, जेन्जी फेरि मेरो 12 फेरि अरू भन्दा बेग्ला हो पास सम्झेर होइन। म अस्तरी नै हिँडिदिने हो, मलाई बाल छैन कसैले के हुनु भने फेरि होइन। म आफ्नै तालमा मस्त हुने हो। चलिरहेको जिन्दगीलाई अझै चलाउने कोसिस गर्दैछु। अझै योभन्दा केही राम्रो होइन, अझै लाइफलाई कसरी चेन्ज, हाउ क्यान चेन्ज द लाइफ ब्रो। आई विल ट्राई, बेस्ट ट्राई। मेरो करियरमा म कस्तो हुन्छ के हुन्छ थाहा छैन, तर आफ्नो लागि चाहिँ बेस्ट दिन्छु कि म बेस्ट। त्यही हो जिन्दगीमा। अब अघि बढ्नुपर्छ केटा हो, सधैँ लङ्खर हल्लेर हुँदैन, गाउँघरमा बसेर नि हुँदैन के होइन। जोस् आनन्दले जिन्दगीलाई जोस्, अब खुसी होस् नहोस् मतलब छैन के, बुझ्यो नि केटा हो। ल हेर ल भयो। अरे केही भन्नु छ? त्यही हो कि छैन त आज हाम्रो छुट्टीको दिन हो, रमाइलो भइरहेछ आज। फक लाइफलाई फक हान्थ्यो क्या हो, सम्झे? हजुर दाजु, हाम्रो फक लाइफ होइन, फक लाइफ हो, फक लाइफ बुझिस्? यो बनाउनु भएको हो दाइ तपाईँले के अरे ब्लग ब्लग बनाउनु बनाएको हो। हो ब्लग सम्झे। हामी चाहिँ पार्कतिर भनेर टक्क आइदिएको होइन। खोइ यार कहिले पुग्ने हो पार्क हिँड्दा खुट्टा पनि दुखिसक्यो। र हाम्रो सम्झीले के गर्न खोज्यो मलाई थाहा छैन होइन। हेर्न सक्नुहुन्छ उहाँ सम्झिएर होइन। उहाँ सम्झी चाहिँ मान्छे होइन, हेर्छ कि सोध हुँदै हिँड्छ कि यस्तो बवाल छ कि तिमीलाई के लाग्यो होइन। यस्तो केटाहरू त कसम के 4-5 जना त लट्ठै बनाइदिन्छ क्या, त्यस्तो खालको पावरफुल मान्छे हो क्या। एनर्जी पनि बबाल छ क्या, बबाल फेरि होइन। के बोले भाइ? अब के बोले के छ थाहा बोले? यस्तो बबाल छ क्या मान्छे, तिमीलाई के छ क्या? नो टिकटक ब्लगर ब्रो, ब्लगर होइन। यस्तो हो जिन्दगी होइन। त्यही हो। मलाई एकजना केटीको खाँचो छ है केटा हो, कमेन्ट गराउँछ। कोही केटी तिमीहरूसँग यस्तो खाली छ, तिम्रो साथीहरू खाली छ भने कमेन्ट हान्थ्यौ न। मलाई चाहिएको थियो कि एकजना होइन टक्क लगाएर जिन्दगीमा मनलाई छुने खालको, मनलाई बुझ्ने खालको केटीको एकदम आवश्यकता। ल कब्रिस्तान हुँदै रे, सोनापुरको कब्रिस्तान हुँदै हामी टक्क जाँदैछु केटा हो होइन। जाँदैछु, कतिखेर पुगिन्छ होइन ड्याक्क लगाएर। अब चाहिँ यति भन्दै अब अहिलेको लागि चाहिँ ठ्याक्क हामी वहाँ पुगेर हजुरहरूलाई भ्यू देखाउँछ त्यहाँको सोनापुर पार्कको भ्यू कस्तो के हुन्छ होइन। अब हेर्दै गर्नु होला मेरो भ्लगलाई, अब इन्जोय गर्नु होला। साथ सपोर्ट र माया एकदम खाँचो छ हजुरहरूको होइन। त्यस्तै साथ सपोर्ट र माया गर्दै गर्नु होला। अनि त्यही हो। अहिले हामी चाहिँ यता पार्क ठ्याक्कै आइपुग्नु लाग्यो होइन। अब यहाँनिर उसपन चाहिँ सोनापुरको कब्रिस्तान एरिया हो हाम्रो क्याम्प चाहिँ। रम्बलघारीमा यस्तो हो फेरि।
अरू जेसुकै होस् हाम्रो सम्धी चाहिँ आन्टी लभर हो गाइज होइन यो हाम्रो सम्धी कसम यो सम्धी आन्टी लभरै हो म चाहिँ मलाई अरू केही चाहिँदैन कि केटा हो बस तिमीहरूले मेन्सन हान्थ्यौ केटीहरूको नम्बर आडी साडी मेन्सन हान्थ्यौ न यार बस त्यति हान्थ्यो म वायल पुग्यो कि कोमामा गइदिन्छु त्यो भन्दै होइन खोइ कहाँ हो र पार्क खोइ यही हो पार्क यस्तो खालको पार्क हो यो आन्टीहरू छन् भने चाहिँ उसलाई एकदम सपोर्ट गर्दा हुन्छ है के हो रे आन्टीहरूले हेरिरहेको अति गाइज यो चाहिँ अति भन्यो है उसले अति भन्यो कि अति भन्यो कस्तो मलाई चाहिँ चित्त बुझेन होइन आन्टीहरू भनेपछि देख्नै हुँदैन कि मलाई चाहिँ मन चित्त बुझेन यसको पारा नै कस्तो छ क्या हाम्रो सम्धीको फेरि यार